नमस्कार, म यति बेला सिमता गाउँपालिका वार्ड नम्बर 3 स्थित पिपल चौरामा छु। आज फेरि म हाम्रो यस क्षेत्रका पौरखी कृषक आदरणीय व्यक्तित्व रिखे खत्रीको यो कृषि प्रणालीको अध्ययन गर्ने मौका मिलेको छ। असाध्यै मेहनतका साथ गर्नुभएको छ। यहाँ तरकारी खेती फरक फरक सिजनमा उहाँको अनुभव चाहिँ विशेष गरी यो खुल्ला क्षेत्रमा जुन ठाउँमा टनेलविहीन क्षेत्रमा पुस माघको चिसोले बचाउन सकियो भने तरकारी राम्रो हुन्छ भनेर फरक फरक समयमा रोप्नु भएको छ। यता यो चिसो कटेपछि रोपेको बिरुवाहरू छ भने यता यो चिसोभन्दा अगाडि नै रोप्नु भएको छ। त्यति धेरै राम्रोसँग फस्टाउन सकेको छैन। यसरी यो आफ्नो पौराणिक साक्षरता भन्नुपर्छ, पुरानो शिक्षा अनुसार नै तर पनि कृषि प्रयोग गर्नु भएको छ। कुन महिना रोप्दाखेरि कस्तो हुन्छ, कुन महिना रोप्दाखेरि धेरै उत्पादन दिन्छ भनेर आफै परीक्षण गर्नुभएको छ। यहाँ असाध्यै रमाइलो हुन्छ। बेला बेला म आउने गर्छु यही ठाउँमा। यहाँ मनोरम दृश्य देखिन्छ। यहाँ भुल्न आनन्द दिनभरि असाध्यै हेर्न सक्नुहुन्छ। यहाँ फलफुलहरू वरपर सबै रोप्नु भएको छ। यसै गरी सबैले पौरख गर्न सकेको भए, यही ठाउँमा सबैले मेहनत गर्न सकेको भए हामी कसैप्रति निर्भर रहनुपर्छ जस्तो लाग्दैन थियो। हामी आत्मनिर्भर रहन्थ्यौँ। म एकछिन तपाईँहरूको बिचमा पौरखी कृषक म उहाँसँग पनि कुरा गर्नेछु। माइजू पनि उत्तिकै पौरखी हुनुहुन्छ। माइजू पनि असाध्यै मेहनती हुनुहुन्छ काम गर्ने कुरामा। दुवै खिलाउन सक्यो नि हैन। मेवा हेर्न सक्नुहुन्छ। यहाँ एक समस्या भन्दा पनि हामीले समाधान खोज्यौँ भने, पौरख गऱ्यौँ भने यही हुन्छ भन्ने चाहिँ ज्वलन्त उदाहरण छ। म एकछिनपछि मामासँग फेरि कुरा गर्नेछु। नमस्कार मामा। हजुर नमस्कार। अनि कृषि काममा जे होस् व्यस्तै हुनुहुन्छ अहिले पनि? हजुर व्यस्तै हेर्नै, कति बेला छुट्टी हुँदैन, कति बेला किरा बसिया हुन्छन्, किरा फाल्नुपर्छ। बिउ बिजन जगाएर पनि ल बाबु ल्याएर लगाऊ खाऊ भने पनि दिँदैन नि। खेला केटाकेटी त्यो कस्तो यो बुझ्नै नसकिने कुरो। हामीले कृषि तालिम गर्नुभन्दा हामी पुरानो मान्छेले पहिले गर्दै ल्याएको काम यस्तै गर्दा 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 अनुभव हुने हो। तालिमै गर्नुपर्छ भन्ने त केही छैन भन्छ बाबु। धेरै जसो युवाहरू अहिले चाहिँ यो देशमा भविष्य छैन, म यहाँ केही गर्न सकिन्न भन्नुहुन्छ। धेरै विदेश पलायन हुनुहुन्छ, नेपालमा केही गर्न सकिन्न भन्नुहुन्छ। उहाँहरूलाई के भन्न चाहनुहुन्छ हजुर? नै गरेपछि छक्याएर यहीँ अब विदेशै गएर पनि कतिपय केटाहरू प्लेनमा पढेका छन्, विपत्ता पढेका छन्। हजुर। अनि अब त्यस्तो हुनुभन्दा बढ्दो थोरै खाने, हजुर, हाम्रै गर्ने, आफू न साँझ बिहान थाक पुर्याउन सक्या त भयो त। धेरै अब केटाकेटी पढाउन लेखाइदिनु पऱ्यो, पालिदिनु पऱ्यो। त्यहाँदेखि हामीले अब गर्ने क्या त मुग्न अहिले केटाकेटीले के गरिरहेको छन् त। अब केटाकेटीले पालिदिए अथवा पढाउन लेखाउन केही सकेन होला। हजुर। तर केटाकेटीलाई त लगाइयो। अर्को जस्तो हजुर जस्तै कृषकहरू हुनुहुन्छ जो कि सरकारसँग सम्बन्ध छैन, सूचना थाहा पाइन्न, सरकारसँग एउटा खाले तपाईँको भेटघाट हुँदैन, सरकारले के गरिदियोस् भन्ने चाहनुहुन्छ? त्यस्तो के अपेक्षा हुन्छ सरकारसँग हजुरको? मेरा अरू केही नभए पनि म केही नसक्ने मान्छे, बिउ बिजुन मलाई बनाइदिए पनि हुन्थ्यो भन्ने छ क्या। र अब अरू सहयोग त अब बुढापाका मान्छे भएन, आँखा नदेख्ने कान नसुन्ने भएदेखि त अब सरकारले के गरिदियो भनेर हुनेवाला पनि छैन। कृषकहरूलाई सामान्य बिउ बिजनहरू विषादीहरू अलिअलि कहिले काहीँ सहयोग गरेको भए पुग्थ्यो, अरू बाँकी आफै गर्न सक्नुहुन्थ्यो। हुन्छ मामा, भेट भयो, फेरि पनि खुसी लाग्यो। धन्यवाद। हस्, मेवा खाउँ अब। मेवा ल मेवा खाउँ। कालियाबाट देखि अन्त चिनिया अन्त झिरझिरे बात गरे। हजुर। त्यो रोप्नु जानिन्छ र त्यो मरिगो पछि बन्द रोपे हेर्ने। पहिलो रोपे माघ अन्तिममा। यो कहिले रोप्नुभयो? यो र त्यहाँ मिक्स भए आउने माघ 20-21 गतेतिर रोपेँ। कत्तो रोपे हेर्ने, यो मुसिरामै रोपे हेर्ने थियो। पछि चिसाले पुसमाघ यहाँ अलिक बढी चिसो पनि हुने भयो।